Hi everyone. आज चाहिँ हामी लेक एन्ट्रान्सतिर जान लाग्दैछौँ. So it will be like Valentine's Day getaway जस्तो. Just unplanned हो, त्यस्तो प्लान गरेर हैन. So see you at Lake's entrance. Let's Hello, go. Hello. Fine. हामी चाहिँ ठ्याक्क सिटी आइपुग्यौँ. यहाँ अब जाम अलरेडी स्टार्ट भइसकिसकेको छ, तर थ्याङ्क गुडनेस हामी चाहिँ एक्जिट लिएर जाने हो अब. स्कुल हलिडे भन्दा अगाडि कट्ने ट्राई गर्दैछौँ. ट्राई गरेको तै पनि आई डोन्ट नो स्टिल पनि कतैले जाम. This is Melbourne City for you guys. B-line ट्रेन यहाँसम्म पनि आउँदो रहेछ ल यहाँ आएर. यो हामी कहाँ यारागुन स्टेसन. कतिको स्पिडमा आउँछ होला यो ट्रेन त? यहाँसम्म आयो भने हामी कतिमा हिँडिरहेको थियो? 110? अघि 110 मा हिँड्दाखेरि ट्रेनले कट्यो हामीलाई. भनेपछि ट्रेन पनि 110 भन्दा बढीमै हिँड्दो रहेछ. 130 आई डोन्ट नो. के अरे यो? के भन्छ अरे यसलाई? पाउरोटी. के अरे बटर र पाउरोटी भने. बटर र पाउरोटी. हामी चाहिँ अहिले टरलगनमा आइपुगेको छौँ. टारागुन होला हो. टारागुन आई डोन्ट नो. यहाँ होल्डन म्युजियम पनि रहेछ अनि माउन्ट बबा पनि यतैबाट जानेछ. भनेपछि हामी यो बाटो त कतिचोटि हिँडिसक्यो है. होल्डन म्युजियम चाहिँ छिरेको छैन. छैन, उहाँ म्युजियममा उहाँ गाडीमाथि उडिरहेछ, हावामा उडिरहेछ. यतापट्टिबाट राम्रो भ्यू आयो. हामी गिप्सल्यान्ड लेक्स एन्टर गऱ्यौँ. यहाँबाट नट टु फार, ओन्ली 30 मिनट्स ड्राइभ. हामी यहाँ भ्यू पोइन्टमा आइपुग्यौँ. लेक्स एन्ट्रान्स आइपुग्यो नि. लेक्स एन्ट्रान्स बाल छ के यो भ्यू त यहाँ तिमी र मलाई त्यहाँबाट होइन झन्डै कायाक गर्दा हामीले झन्डै लिएर गएको त्यहाँबाट. समुद्रतिर झन्डै गयो. ओ यस्तो दामी भ्यू देखिरहेको छ कि वाउ. चाहिँ हाम्रो अकोमोडेसन आइपुग्यो. अब लेट्स चेक इन अनि त्यसपछि विल सी. दिस इज वेयर वी विल बी स्टेइङ. चेक इन गरिसक्यो. यहाँ रहेछ. हामीले थर्ड पर्सन पनि ल्याउनु पर्ने थियो रहेछ नि त. ओके ठिकै रहेछ. सफा रहेछ. मेन थिङ भनेको सफा हुनु हो. ओहो सोल्टी रेडी खै त. वेयर इज माई कफी? ओह स्याम्पेन. अन्त वाइनरी नै बन्द रहेछ. टेम्पोररीली क्लोज्ड भनेको छ. जाने त अब के डिसाइड गर्यो? आधा घन्टा ड्राइभ गरेर फेरि बन्सडेल जानु परेन. आज हामीले के खाने अरे? चिकन बिरयानी र ल्याम्ब रोगन जोस. यही बसेर खाने कि टेकअवे लिएर जाने त? टेकअवे लिएर जाने ल. तर यहाँ नि बसेर खानलाई चाहिँ मजाको रहेछ. हामीले 40 मिनट जति कुरेर पनि खाना चाहिँ मिठो आएन. ही डिडन्ट लाइक द फुड अभियसली. त्यही भएर उसको मुड अलिकति अपसेट छ. त्यही भएर उसको मुड फ्रेस गर्नलाई हामी चाहिँ अब सनसेट हेर्न जान लाग्दैछौँ. सनसेट हेर्न जान लाग्यो अब हामी. यो त यार वान अफ द बेस्ट सनसेट भ्यू पोइन्ट नै है. यस्तो बबाल देख्छ नि.
चाहिँ र कस्तो भयो त सनसेट रमाइलो भयो यो चाहिँ ठ्याक्क हाम्रो होटलको हामी बसेको को सिधा अगाडि गयो भने यतापट्टिको लेक देख्छ अनि अर्को चाहिँ ऊ त्यो पारी हो फेरि अर्को लेक ठ्याक्क बिचमा बसेको छौँ हामी त इभिनिङ वाक गरिरहेको कस्तो राम्रो कस्तो पिसफुल के मलाई त यहाँबाट जानै मन छैन I know every time we come here तिमीले त्यही भन्छ क्या but sorry Maya we have to go back हाम्रो घर वहाँ छ म एउटा घर यहीँ किन्न चाहन्छु एउटा घर यहीँ किन्न चाहन्छु ल हामी हामी एउटा घर यतै किन्न चाहन्छौँ हामीलाई प्लिज घर छ भने हामीलाई भन्नु होला कहाँ ए यो त मलाई अस्तिको चोटि पनि आई रिमेम्बर द्याट यो बोटहरू चाहिँ हामीले यहाँ बुझेको अनि राति पनि अपरेट हुन्छ भनेर तर नहुने रहेछ तर देयर गोइङ फर फिशिङ एकदम पाइरेट्सहरुको ट्रली हो शपिङ गर्न जान्छ पाइरेट्सहरु यसमा युनिक ट्रली भेटिएको छ यहाँ माय गॉड बास्ना पनि पुरै अथेन्टिक आइरहेछ पुरै सीफुड जस्तो रेडी another morning आज चाहिँ अब हामी एक दुईवटा ठाउँहरू एक्सप्लोर गर्न खोज्दैछौँ हामी के हेर्ने यहाँबाट मेटङ जाने बोट हेर्ने भने होइन अब त्यहाँ क्रुजहरू बुझ्ने त्यसपछि प्लान बनाउने अहिले चाहिँ फेरि ब्रेकफास्ट पनि खानु पर्यो ओके लेट्स गो एन्ड फाइन्ड गुड प्लेस टु ह्याभ कफी oh yeah good coffee हामी चाहिँ आजभोलि ट्रिपमा जाँदाखेरि ChatGPT has become our tour guide अनि यहाँ टप ब्रेकफास्ट एन्ड कफी भन्दाखेरि के आयो भन्दा टपमै सल्टी ग्रोम्स क्याफे छ त्यहीँ गएर ट्राई गरौँ 70 minutes वाक बिहानको मर्निङ वाक पनि राम्रो हुन्छ आज चाहिँ रमाइलो हुने भयो हजुर रमाइलो हुने भयो मर्निङ वाक कस्तो भइरहेछ त अहिलेसम्म त रमाइलै भइरहेछ ब्रेकफास्ट हटमा होइन मलाई चाहिँ अब ठ्याक्क यो मन पर्यो होइन के छ यहाँ पछाडि देखाइदियो नि त बाजे त कस्तो मजाले रोजको बिचमा आउनुभएछ किनभने भ्यालेन्टाइन डे हो नि त ओ पोइन्ट गुड बाजेलाई अब डेटिङ लानुपर्छ यहाँ चाहिँ डिफ्रेन्ट रहेछ अलिकति बिट अफ बाली अरे ल लेक्स एन्ट्रान्समा बाली भाइब्स अनि हामी बाली छिर्छौँ तर होइन हामी यहाँ जाने होइन नि त होइन यतिकै भनेको ल हेर त तिमीलाई अब आफ्नो रिभ्युज देऊ त के रहेछ लुक्सबाट पनि यो चाहिँ अलि भएन अरू त ठिकै राम्रै देखिरहेछ तर अझ राम्रो गर्न सकिन्छ यस्तो भन्न खोजे होइन तर मलाई आई स्टिल लाइक योर्स के किनभने यसमा तिम्रो के भन्छ क्रिएटिभिटी फरक डेकोरेसनहरूदेखि लिएर क्रिएटिङ फरक छ मैले त भनिहालेँ होइन मलाई तिम्रै राम्रो लाग्छ तर ठिकै छ खुसी त छौ नि भन्ने कुरा हो त्यति हो नि त चाहिएको
यहाँको हामीले यहाँ खाँदा खाँदै मान्छेसँग गफ गर्दाखेरि थाहा भयो कि यो चाहिँ एकदमै के भन्छ पपुलर क्याफे रहेछ इन अ सेन्स यहाँ चाहिँ एभ्री विकेन्डमा स्याटरडे सबजना भेट्ने रहेछ कि डिफ्रेन्ट प्यारामेडिकदेखि लिएर बुढो बाजेहरूदेखि लिएर सबै जवानहरू पनि अनि हप्तामा एक दिन भेटेर गफ गर्ने ब्रेकफास्ट खाने रमाइलो माहौल रहेछ पुरै नेपालमा गाउँघरतिर बाजेहरू म चाहिँ हैन है फेरि चिया अड्डा रहेछ यहाँ चिया अड्डा कफी अड्डा सबले सानो भएर होला सानो ठाउँ भएर सहर भएर होला सबजनाले अझै आउँदैछ मान्छे तन्नै हरेकजनाले अर्को मान्छेलाई चिनेकै हुने रहेछ कि यहाँ अनि मलाई चाहिँ अलिक नस्टाल्जिक फिल भइरहेको छ म चाहिँ यस्तै ब्याकग्राउन्डबाट आएको भएर मेरो करियर यस्तैबाट भएको भएर ए खानाबाट यो कुरा चाहिँ मिस हुन्छ मलाई यहाँ कस्टमरहरू मजाले बोल्ने सेफहरूलाई रेस्पेक्ट गर्ने त्यो कल्चर चाहिँ मन पर्थ्यो तिम्रो कस्टमरले त मलाई पनि मलाई नि माया गर्थ्यो बुढी आमाहरूले यो भ्यू चाहिँ अदर साइड अफ द लेक हो यो पनि हामी बसेको ठाउँबाट ओन्ली 2 मिनट्स वक 2 मिनटमै उसलाई चाहिँ बच्चाको याद आयो अरे दसैँमा पिङ खेलेको पिङ खेल्नु लाग्यो रमाइलो गऱ्यो कस्तो भइरहेछ अनि भ्यू त अनि सबै पछाडि भयो नि त ठिक्यो तिमीले त अनि देखेन नि त ए हैन ठिकै छ माई फेभरेट भ्यू इज यु अलवेज यु नो दैट आयो ओके भनेपछि खतरा कम्प्लिमेन्ट आयो त मलाई त यार I tell you every day. ढले 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 लाइसे So we got our 2 tickets. यो चाहिँ roughly around 11 o'clock मा यहाँबाट हिँडेर अनि मेटङ जान्छ अनि अराउन्ड 1.5 hour त्यहाँ चाहिँ लन्च ब्रेकहरू जस्ट टु रोम अराउन्ड मेटङ सिटी अरे अनि त्यसपछि एन्ड विल ह्याभ टु बी ब्याक फेरि 3 o'clock मा अनि फेरि फिर्ता हुन्छ अरे सो इट्स ओके नट ब्याड तर वी वान्टेड टु डु द थन्डर बोर्ड वाला that would be I think 75 kilometers that would be the nicest one but that has already been booked privately नत्र भए युजुअली स्याटरडेज चाहिँ यहाँबाट डिपार्ट हुँदो रहेछ केही छैन we're not that lucky this time as well yeah I think we've been trying every time we come कि 3 times भइसक्यो होला तर युजुअली स्याटरडेज चाहिँ that was on तर आज चाहिँ प्राइभेट बुक भएको भएर पाएन इट्स ओके we'll just do this 30 kilometers हामी जान लाग्दैछ अब हामीलाई ठुलो ठुलो मुस्कानले स्वागत गरिरहनु भएको छ दाजुहरूले तिम्रो टिकट लिएको छ नि होइन निकाल त टिकट Where's your brochure? Inside the brochure. Don't know what that one is. Morning. Hi, morning. There you go. Good, thank you. That's Bowls Club. Thank you. Thank you. Anywhere you like, folks. Morning. कता बस्ने यतै देखिन्छ होला यतै बस्नुलाई छैन होला बस्नु ज्वाइँ साहब कस्तो हेजिटेट गर्नुभएको बस्नलाई नि
अब चाहिँ हामी भित्रै बस्यौँ बाहिर सबै सिट रिजर्भ भइसकिसकेको रहेछ बामाले अगाडि नाथ्यो कि एकचोटि चेक गर्न जाने कि अगाडि नि छ र छ आई डोन्ट थिङ्क सो म हेरेर आउँछु ल ल ठुलै रहेछ 10:30 बजेको आउनु अनि त्यसको अगाडि या पछाडि बस्नु भनेको थियो नि राम्रो छ पाउँछ भनेर हामी 15 मिनेट ढिलो आयौँ क्या अगाडि त दुईटा मात्र बस्नुसँग रहेछ होइन अनि 10:30 त बजिसक्यो नि भर्खर त बज्यो बजेकै छैन स्विमर हुँदो रहेछ किन अब यो चाहिँ हामी लेक साइडमा छ उतापट्टि चाहिँ समुद्र भयो होइन र चाहिँ समुद्रतिर नलाँदो रहेछ अन्नै सुतिरहेको अल्छी गरेर सुतिरहन्छ यो हेर्दा त पुरै समुद्र जस्तो लाग्छ तर हामी अझै पनि लेकमै छौँ के कस्तो झुक्किने कस्तो ह्युज म्यान कति हो कति है यताको त समुद्रै हो समुद्र जस्तै देखिन्छ कस्तो देखिन्छ तर होइन कि प्रब्लम अब अब यहाँ हामी मेटङमा चाहिँ हामीलाई कति टाइम दिएको छ भने 1:45 मिनट्स जस्तो अहिले 12 बज्यो भनेको 1:45 मा आइसक्नु भनेको छ अब यहाँ हामी लन्च खाने यताउति हेर्ने क्वाइट एरिया यो झन् ऊ रहेछ कि लेक सेन्ट्रान्स भन्दा नि यो चाहिँ लेककै उमै हो कि के भन्छ लेककै आडमा अकोमोडेसन होटेल रेस्टुरेन्ट सबै हामी चाहिँ होटेलमै त्यो हाम्रो एज पार्ट अफ टिकटको ऊ पनि थियो लन्च इन्क्लुडेड तर हामीले चाहिँ बाहिर नै यसो एक्सप्लोर गरौँ भनेर त्यो लन्च प्याकेज लिएन फायर पिज्जा खान जानु ओके हस् लोकल मेटङ बाहिर बस्नुलाई पनि राम्रो स्पेस रहेछ We've got the oven roast vegetables. हामी दुई लोकल मिटङमा आएको छौँ यसको एकदम एम्बियन्स भाइब्स एकदम राम्रो छ अनि हामी चाहिँ ठिकै यहाँ सानो स्मल कोजी कर्नरमा बस्न लागेको इट्स लुकिङ नाइस भित्रको यो चाहिँ झन् एकदमै राम्रो छ कि यो मलाई मन पर्यो हाम्रो अर्डर आयो हामीले चाहिँ मार्गरिटा र क्रिस्पी ल्याम्ब के हो अरे क्रिस्पी ल्याम्ब एन्ड पोटेटो पनि हो looks good yet you're my favorite भित्र यसरी बन्दैछ त्यही तन्दुरमा बनेको होइन त तन्दुर के हो अरे वुड फायर ओभन हो तन्दुर हामी
मार्ला नि इटालियनहरुले मिठो छ कस्तो रहेछ flavor of lamb is bursting हो अनि उ चाहिँ मार्गरिटा margarita for the price it's worth it तिम्रो बिहानको डायलग म बरो गर्छु खुसी त छौ नि मेहनतको खानालाई खुसी हुँदो रहेछ वाउ वाउ नेपाली बोल्दियो त मेहनतको खुसी के अरे ठिक छ गुड जब हामीले सब कुरा फ्लाइङ देखिरहेछ फ्लाइङ जहाज फ्लाइङ बोट भनेर त्यहाँ देखिरहेको थिएँ यति बनाउनलाई 1200 आवर्स लाग्यो अरे मिटुङ होटलमै ल्याएर सबजनाले लन्च खाने रहेछ ओ माय गॉड देख्यौ त व्हाई आई वाज शॉक्ड टु सी अनि हामी मिटुङको यति यत्रो धेरै, सानो भागमा छौं जहाँ त्यो रेड डट छ त्यहाँ हामी त्यतिमा मात्र छौं लेट मी जुम इट है ल यहाँ हामी उयो रेड डटमा छौं अनि त्यो पनि हामी कहाँबाट स्टार्ट गरेको लेक्स एन्ट्रान्स यो कालिममा भन्दा यता लेक्स एन्ट्रान्सबाट अनि त्यो पनि यत्रो सानो ठाउँ यत्रो सानो ठाउँ भनेपछि ओ माई गुडनेस हेर त त्यो रेमन्डहरू भएको त रेमन्ड आइल्यान्डहरू भएको त झन् कति ठुलो लेक किङ ओ त्यतातिर हामी त्यो छुट्यो कि निकल्सन रिभरको त्यो हामी जे वाइनरी त गयो हेर ए निकल्सन रिभर माथि रहेछ बर्न्सटेल हामी बाटोमा पर्यौं बर्न्सटेल भ्याइदियौं कहाँ नभ्याएको रहेछ भनेको यो चाहिँ यो लेक लेक किङ? वेलिङटनहरू यो सेलतिर चाहिँ हेर गर्छ न लेक वेलिङटन लेक भिक्टोरिया कति हो कति वाह। अनि यही त हो त्यो थ्रु आउट यो सबै 90 माइल बिच अब हामी जाऊँ है त लेट्स गो यो बोट कस्तो राम्रो रहेछ कतापट्टि बस्ने अहिले अगाडि कि पछाडि हामी पछाडि नबस्ने अगाडि अगाडि बस्ने किनभने अलिक साउन्ड कम आउँछ त्यो खुच्ची त गइसकिसक्यो गइसक्यो सबजना गइसक्यो फेरि फिर्ता आइपुग्यो कस्तो लाग्यो त तिमीलाई तिमी त एकछिन निदायौ नि अघि त्यतिले नै थाहा भयो होला कस्तो लाग्यो द्याट्स नट नाइस किन राम्रो लाग्यो नि राम्रो भएर निदाएको नत्र राम्रो भयो भने त निदै लाग्दैन नि भनेपछि तिमी 7 आवर वाला गर्न सक्दैनौ सक्दिनँ म ल ल ठिक छ ओइ केयरफुल सकिँदाखेरि त झस्सँगै हुँदो रहेछ जम्प हान्दियो नि त एक ल अब हामी कहाँ जानु लाग्यो अब हामी मिल्यो भने स्विमिङ गर्ने रेडी भएर चटक्क गरेर हामी लेक टायर्स हो लेक लेक टायर्स बिचमा गएर स्विमिङ गर्ने तर बिचमा गएर हेरौँ नगएर कस्तो छेउमा छ। गएर छेउमा गएर Okay, bye. लेक टायर्स त सुकेछ अनि हामी लेक बुङ्गा आयौँ चिसो हुन थालिसक्यो चिसो भयो एकदमै पौडी चाहिँ खेल्दैन अब चिप्स खायो निस्क्यौँ अब पिकनिक खायो अनि निस्क्यौँ चेरी खाएँ मैले के खायो मैले चाहिँ बस्छौँ अब ओहो तर कस्तो शान्त ठाउँ लेक बुङ्गा अनि यहाँ बिचमा फेरि सानो डिभाइडर जस्तो छ होइन स्यान्ड बार छ अनि तल फेरि समुद्र फ्रेस वाटर सल्ट वाटर ओ या सिम्पल फ्रेस वाटर
Salt water. Ayo. Let's go. के हेर्न गएको हामीलाई Rana Bridge. tea tree Tea bridge, tree. something like that. Crystal Bridge. Crystal Bridge. Fine example of the early engineering skills that made do with the resources and materials found on site. Sure, isn't it? के भयो अरे तिमीलाई सल्युट गर्दौ नि त इन्जिनियरहरूलाई I salute the engineers. खतरा आयो नि त स्किल मजाक गर्ने कुरा हो यो दामी रहेछ कति बलियो होला त मान्छेहरू पहिलाको भनेपछि त्यो अघिको ब्रिज त 1916 मा बिल्ड भएको भनेपछि अहिले 2026 110 वर्षसम्म पनि यस्तो मजाले प्रिजर्भ गरेर राखेको त है स्टिल पनि त्यो लड्ने ओर्ने केही पनि छैन स्टेबल नै छ अपरेट नभएको भए पनि कस्तो मजाले प्रिजर्भ गरेर राखेको छ मेन्टेन गरेर पियानोको भ्यू बेलुकीको भ्यूसँग कम्पेयर गर्नुपर्छ अहिले यहाँ त अम्ममा पुरै मेला लागिरहेछ है गाइजहरूको मेला लागेछ किन बियर सस्तो भएर है कहाँ हिँडेको माया बुल्लक आइल्यान्डमा त्यहाँनिर डल्फिन लुकआउट छ अरे डल्फिन लुकआउट हेर्नु जानु लाग्यो डल्फिन देख्यो भने त देख्यो and we've already walked 10 minutes अब अझै नि 8 मिनट जति छ होला so hopefully we'll get to see some सनसेट पनि राम्रो देखिन्छ dolphins giant छ खान्छौ कि खान पाएन भनेर म त फेरि यही निकालेर दिइदिन्छु नि यहाँ चाहिँ अब अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि मजाले लेखेर राखिदिइरहेको छ के रहेछ भनेर यहीँबाट भेट्न सकिन्छ अनि मेरो गाइज चाहिँ यहाँ मस्ती बसिरहेछ सनसेट हेर्नलाई हिजो चाहिँ हामीले ऊ माथि त्यो भ्यू पोइन्टबाट हेरेको थियौँ आज चाहिँ यहाँबाट हेर्ने हो हिजो हामीले राम्रो सनसेट हेरेको थियो आज चाहिँ ठिकै छ क्लाउडी छ सिङ्गर साहब दुईटा सनराइज एन्ड सनसेट हेर्ने त हामीले Yes, and I love it. Every single time I see it, I keep loving it. My love for it gets bigger and bigger. Never Nice. ending. True love. That's डेप्थमा गयो त डेप्थ कन्भर्सेसन भयो Love you. सो इन्ट्रेस्टिङ फनी कुरा आज हामी सनसेट हेर्न गएर के भयो भन डिनर खानु पाएन लास्टमा केएफसी पनि लास्ट मिनेटमा 9 बजे बन्द 8:59 को अर्डर मान्छे ठुस्स पर्यो त्यो पनि
ठिकै भयो किनभने त्यही भएर next हामीले time यस्तो भन्यो नि त 9 बजे बन्द भनेको छ देयर स्टिल फ्यु मिनट्स लेफ्ट भनेर ओ लास्ट मोमेन्टमा केएफसी त्यही पनि भएर पायो अब नेक्स्ट सालमा केही खाने हो भने बिफोर 8 o'clock 8 o'clock चाहिँ लास्ट रहेछ है अब होइन वाट आइम थिङ्किङ इज मेबी अब म यहाँ मोमो पसल खोल्छु ल ठिक छ थ्याङ्क गड फर केएफसी ल है त इन्जोय थ्याङ्क यू द ब्याग इज एम्टी द बक्स इज एम्टी कस्तो लाग्यो त मिठो लाग्यो अगायो पहिलोचोटि होला मैले केएफसीलाई एप्रिसिएट गरेर खाएको इम्पोर्टेन्सका साथ इम्पोर्टेन्सको साथ एकदम भ्याल्यु थाहा भयो अब थाहा हुँदो रहेछ यस्तो बेलामा ओके नो प्रब्लम एज लङ एज होइन द्याट्स माई लास्ट बाइट as long as you're happy, as long as you're full. Very good. Pagayo ni? मजाले Good job. Thank you, KFC Baje. Was it finger licking good? No. No? I think you should have said yes. I did said whole thing Okay. अब चाहिँ हामी जाउँ होला please by all means है त let's go सबै everything is packed. Everything is packed. I got Everything my looks as it is होइन coffee. ल And Wow. we are ready to rock and roll back to our home sweet home. ल अब चेकआउट गरेर त्यहाँ हल्का केही डोनट छ भने डोनट खानु पर्ला Coffee or donut Coffee or खाना, donut coffee or खाएर, cake sweets अनि खाएर. त्यसपछि we'll head back home. Yeah, that's the plan for today. रमाइलो भयो As usual. Can't complain. गुड 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 यस्तो मर्निङ वाक गरेर कफी खाँदै यस्तो पछाडि हेर्नु भ्यू कस्तो लाग्यो तिमीलाई भन न भन्दिनँ म कस्तो आनन्द के सोल नै ह्याप्पी हुने गरी क्या शान्त छ आई थिङ्क वी सुड मुभ टु लेक्स एन्ड राइड्स व्हाट डु यु थिङ्क Right? Should. Already line रहेछ है बिग बियर्स कुन चाहिँ होला तिम्रो मन परेको almond burger best thing जहिले तिमी त्यही खान्छौ just a fan of that then देखाइदियो क्यूट रहेछ That's the one that's made from the cat food, Jacinda. right? coffee cream Organ देखो नि मलाई लोगो मन पऱ्यो I couldn't afford it, my mate shared with me. यो चाहिँ मेरो हो दुईटै मेरो हो happy girl always like a beer look at this logo कस्तो क्यूट लोगो हामी कफी चाहिँ अहिले यहाँको ट्राई गर्ने भनेर आएको I got my coffee के लियो तिमीले ब्रसर पनि लियो yes I grabbed the brush for each snack नेक्स्ट टाइम आउनको लागि चाहिँ इट्स गोइङ टु बी भेरी वी गट आवर कफी एन्ड डोनट अनि हामी चाहिँ कफी डोनट लिएर यहाँ फेरि डल्फिन भ्यू पोइन्टमा आएको छौँ होपिङ टु सी सम डल्फिन्स तर केही देखि छैन अहिलेसम्म चाहिँ इफ नट स्टिल केही फरक पर्दैन बिकज विल इन्जोय आवर कफी विथ दिस भ्यू वाट यु डुइङ अबुई डेन्जरस यस्तो salty वाटर त हैन
Dangerous guy. This is going to be our last spot. Last stop. And त्यसपछि हामी घर जान्छौँ त्यसपछि विल हेड ब्याक होम गङ्गटा ओ मैले नि थोरै देखेँ ओ कति धेरै गङ्गटा त्यो हिजोको चाइनिज दिदीलाई त यहाँ आऊ भन्नुपर्ने थियो रहेछ नि त सी लाइन कराएको हेर न सुन न Oh, that looks yum. Good. Oh, wow. Nice. I know it's unhealthy, but Why no not? regrets. We deserve sweet treats sometimes, Buddha. It's okay. Oh, wow. Best. Best, तर can't beat Nepalese donut है तर यसको अर्कै छ नि त विशेषता त्यही भएर we can't compare है Exactly. त्यसको different texture छ, different taste छ, यसको different taste छ. तर हामीले खानु खोजेको आज यही थियो नि त. This looks so cute. खान नि माया लाग्ने. कस्तो भयो त केही बोल्दैन त यार दामी छ. मिठो भएन क्या हो मिठो छ तर मलाई यो क्रिम खानु मन ल कसरी खाइदिएको थियो मुखभरि परेछ त नाकमा नि पार्नु लाग्यो त के मिठो लाग्यो त्यसको क्रिम. ए डोनट चाहिँ मिठो लागेन डोनट चाहिँ ठिकै भयो कफी पनि खाऊ नि त नि क्रिम पुगिन जान्छ म दामी. कफीसँग म्याच गर्छ होला नि त है बाजे बजै कुकुर छ साथमा कति आनन्दले 1 घन्टा हुन लागेन उहाँहरू बस्नु लेक एन्ट्रान्सबाट पनि फेरि we're not heading home directly अब फेरि यहाँ हाम्रो अर्को आइटिनरी बनिसक्यो हिजोको त्यो म्यापमा जे देखाएको थियो आई थिङ्क प्रोब्ली सबै लेक्स एन्ट्रान्स यो सेल नजिकसम्म सबै भ्याइदिने गरी यसको प्लान लेक गरेको चाहिँ छ पुरै भ्याइदिने भनेर यो सोचेँ लेक सब भ्याइदिने ओके विल सी सो हामी लिटरली एकदम थिन लाइनमा हिँडिरहेको छौँ यता लेफ्टमा पनि रिभर छ राइटमा पनि लेक छ दामी छ You should visit this place. यु सुड यस कहाँ जाने हो Raymond Island. रेमन्ड आइल्यान्ड ल जाउँ अब हाई जरायो जरायो हेर न यसको सिङ ओ माई गॉड कस्तो यार सिङ त कस्तो के हो जस्तो लाग्ने है आऊ जरायो यहाँ चाहिँ पछाडि फेरि रिभर लेक फार्म रहेछ जरायोहरू सब कुरा छ यही चाहिँ फेरि रिभर छ कस्तो मजा रहेछ त यहाँ बस्नेहरूलाई त म त्यहाँ अर्को जरा आइदियो जरायो देखिरहेको छ त्यो चाहिँ नेपालको जस्तै जिउ स्पटेड पनि छ स्पटेड पनि छ हेलो कम हियर यो त नेपालै हो क्या बाख्रा पनि छ बोका पनि छ दारीवाला बोका हो देख्यो दारी त्यसको देखिसक्यो
ओइ ओइ मृग पनि पाले रहेछ उदे मृग उदे उदे मृगहरु देख्यौ लिगल रहेछ है के हो होइन फार्म नै हो फार्म नि नै हो। त डियर मिट पनि पाउनु यी बोका ऊ दारीवाला बोका ओइ अगाडिको चाहिँ लेमन आइल्यान्ड हो होला अनि यो सब लेक हो अरे लेक हो my god, यो त यस्तो बबाले ठ्याक्क हामी अहिले भनेको यो थिन लाइन क्रस गरेर यो जहाँ गाडीको स्पट देखाएको छ त्यहाँ आएको छौँ अनि त्यो हेर्दाखेरि चाहिँ यस्तो छ हेर ल यता यहाँबाट देखिरहेको छ यस्तो ठाउँमा आइदियो है? ठ्याक्क यो सिधा नै हो हामी सानो एकदम थिन लाइनमा छ अनि यहाँ चाहिँ दुवैतिरबाट आएर भेट हुन्छ कि यहाँ चाहिँ कस्तो छ ठिक छ अहिले दामी ठाउँ नाइस प्लेस अब चाहिँ हामी रेमन आइल्यान्ड जाँदैछौँ ल अघि अलिकति मिसइन्फर्मेसन भएछ रेमन्ड आइल्यान्ड रेमन्ड हाम्रो पछाडि देखिरहेछ त्यतै हो त्यतै हो ल होइन यो पेनिसविल रेमन आइल्यान्ड चाहिँ पारिपट्टिको केबाट जाने हो त्यो चाहिँ अब क्रुजबाट हो तर हामी जाँदैनौँ आज हामी अहिले चाहिँ पेन्सभिलमा आएको छौँ अनि तर वारी चाहिँ पेन्सभिल पारी चाहिँ रेमन आइल्यान्ड अनि रेमन आइल्यान्ड जानलाई फेरि देयर इज नो रोड एक्सेस सबैजना ऊबाट मात्र जानुपर्ने रहेछ फेरि हुँदैन गाडी चढिरहेछ गाडी पार्क भइरहेछ सानो फेरि रहेछ जस्ट मेबी 1 मिनट मेबी वारीदेखि पारी जानलाई अर्को गाडी जाँदैछ आइल्यान्ड इज बिग नि त आइल्यान्ड इज बिग अनि तर अनि कस्तो एभ्री डे यही गर्नु पर्यो भने त नि अनि तर फेरि यु क्यान से पिपल लाइक आई लिभ इन आइल्यान्ड नि त त्यही रमाइलोको लागि गर्ने मात्र नत्र होइन नत्र भए अरू बेसिक कुराहरू त उता नि छ होला त्यही भएर आई डोन्ट थिङ्क दे हेभ टु कम एभ्री डे हो कहिले काहीँ घुम्न सुन्नलाई होला फेरि क्याफे राम्रो रहेछ अब हामी चाहिँ यहाँको होपफुली विल ट्राई अ फिश एन्ड चिप्स फ्रम दिस प्लेस द्याट विल बी आवर लन्च फर टुडे हुन्छ यहाँ वारीबाट स्टार्ट भएर लाइक लिटरली 2 मिनट्स 1 मिनटको राइड हो यो फेरि चाहिँ चिप्स एन्ड चिप्सको रिभ्यू राम्रो देख्यो भने नि त ट्राई गरौँ न त ल के खाने भयो अहिले हामीले फिसरम्यान्स बास्केट फर टु त्यो भएर चाहिँ मिक्स भयो सबै कुरा हाम्रो लन्च पनि आइसकेको छ यहाँ ठ्याक्क एउटा बाजे र बजेले अघिदेखि खाएर बसिरहनु भएको थियो हामीले बस्ने ठाउँै नपाउला भनेको ठ्याक्क उहाँहरूको सकिएर हामी बस्ने ठाउँ पायो इट्स गुड यम त्यसले कालामारी सालामारी खाने भनेर त्यहाँ जाँदैको ल इन्जोय गर अब ओके कपिराइट
visit the website alliancecare.com.au for further information. कहाँ पुग्यो हामी जताततै जार डाँडामा रहेछ लेक वेलिङटन गइरहेको जान चाहिँ अहिले माया लेक Oh, nice. वेलिङटन पुग्न थाल्दैछौँ अब कस्तो डेन्जर यार त्यो तिनीहरू त त्यहाँ पुगिसकेछ यस्तो रहेछ क्या यो मेन लेक वेलिङटन भयो नि यसको यो चाहिँ वान अफ द मेन सोर्स रहेछ होइन पानीको के भइरहेको जेब्रा क्रसिङ जेब्रा क्रसिङ जस्तै छ जिउ पनि त्यो के चाहिँ जे भयो भने टाढा पुगाएर फेरि आज नि भिलाइन आएछ त्यहाँनिर line. What does it mean? Victoria. V stand for Victoria line. Alright? तिमी चाहिँ के हो तिमी चाहिँ टाइगर हो कि लाइन हो त म त विजय कुमार बल मात्रै हो केही पनि होइन ओ त्यो नाम गरेको मान्छे को होला जस्तो लागेर चाहिँ तिमी हो गुड आज थाहा भयो तिमी को हो भनेर हामीले 7-11 नेपाली बहिनी भेटेको नि है सिमरन नाम गरेको बहिनी त्यहाँनिर हाम्रो एकदमै आज चाहिँ लङ राइड भएको भएर झ्याप्प निन्द्रा लागिरहेको थियो अनि मैले झ्याप्प ब्रेक हानेर 7-11 छिरेको कफी खान्छु भनेर अनि त्यसपछि चाहिँ यसो नेम ट्याग गर्छु सिमरन लेखेको छ अनि सोधेँ मैले आर यु नेपालिस दाइ हजुर पनि नेपाली हो भन्नु ओके गुड टु सी यु हियर भन्ने मैले गुड तिम्रो त अरू टन्नै साथीहरू पनि ट्राभल गर्नु आएको थियो होइन टाढोमा मेरो पहिलाको साथीहरू थियो बिहारको सुसिजामा आएकोहरू अहिले त गइसक्यो आज त खत्रै दिन रहेछ लेक इन्ट्रान्सबाट त्यो घुमेर आएर ब्याकयार्डमा यस्तो देख्नु पाउनु भनेको त बवाल छ नि त